सो हे गाइज, आज चाहिँ म बाख्रा चराउन जान छु। सबैलाई वेलकम टु माई ब्लग। आज चाहिँ बाख्रा चराउन जाने पालो। लायो यार, कति जोरले हो क्या यो। डोरी बहान के मैं बहान दिस ना कति हो क्या यो, मा कसम फलेको। दुईजना बाख्रा चराउन आज। यहाँ छ एउटा, यहाँ छ एउटा, अनि बाख्रा चाहिँ यता छन्। हाम्रो बाख्रा हुन्, यत्रो धेरै छन्। अझै त्यहाँबाट छुट्छन्, अझै कति पो छुट्ने हुन्। ओइ जाऊ बाख्रा छोड्न छिटो। यत्रो धेरै बाख्रा छन्। गोठाले यहाँ जम्मा 3टा मात्रै हेर्ने होला। अब खाँदै कसो बारे आम बरु मिठो छ किन छ। जङ्गल आइपुग्यो, जङ्गल। जङ्गल भयो त, जङ्गल छ। बाख्रा यता लाग्नुपर्ने हुन्छ, हल्का फुल्का ज्ञान दिँदै। यस्तो गर्मीमा तयार छ पिउ फेरि हो। यस्तो भ्यू छ यहाँ, टक्क लगाएर घुम्नलाई एकदम दामी छ। फोटोसोटो भिडियो बनाउनलाई हाम्रो लोकेसन हो यो, हाम्रो लोकेसन दिस। यता पनि छ लोकेसन, पुरै दामी छ लोकेसन पनि। ल राम्रोसँग आएको है, ऊ गरा है बाख्रालाई। हाम्रो योगेश डन। जङ्गल हिँडेर अहिले चाहिँ हामी त्यहाँ छन् केटाहरू। त्यही हो, बाख्राहरू उता छन्। हामी चाहिँ यहाँबाट जान्लाम। अब कस्तो छ बाटोमा आएको छौँ। भ्यू भएको छ क्या, भ्यू अहिले चाहिँ यस्तो दामी टक्क लगाएर आएको छौँ, यस्तो दामी। ल केटाहरूलाई धेरै धेरै सम्झना छ, हाम्रो रवि दाई अनि हाम्रो हेन्सन परविन अनि हाम्रो मामा अर्जुन मामा अहिले जापान गइसक्नु भएको छ। यस्तो दामी भ्यू छ। ल तपाईँहरूले पनि यसो भ्यू गराइदिउँ भनेको होइन भनेर भन्ने क्या। कस्तो के देखा। ल यस्तो छ, ल हेर्नु होला तपाईँहरूलाई। केटा हो, यस्तो दामी भ्यू भइसकेको छ अहिले चाहिँ नै टक्क लगाएर। यो हेर्नु, यतादेखि यता सब दामी भएको छ क्या भ्यू आजभोलि। ल रवि चाहिँ कोरिया भन्छु, रोमानिया, अनि हाम्रो अर्जुन मामा जापान। ल हेर्नु होला है सबै। म छु टक्क लगाएर यस्तो दामी भ्यूमा। बहुत धेर दिन पछि आएँ आज यता घुम्न, घुमघाम गर्न। सो त्यही भएर हेर केटा हो, यस्तो छ अहिले भ्यू दामी। यस्तो छ भ्यू अहिले, मस्त छ। यता पनि दामी भ्यू आएको छ, तर किरण सूर्यको कारणले
देखिया होइन छ अहिले घुमिरहेको छु यस्तोमा म टक्क लाएर टक्क यो दामी तिमीहरू सब गइसक्यो केटा अब घुम्न अब म मात्रै हो अब केटाहरू कहिले आउँछन् थाहा छैन बाँकी म मात्रै चिलमा घुम्ने हो बाख्रा चराउँदै यता भैँसीहरू छन् टक्क यहाँ भैँसीहरू छन् यता बाख्राहरू पनि छन् यस्तो दामी भ्यू भएको छ मा कसम हेरु हेरु मात्रै लाग्ने के टक्क लाएर एकदम धेरै धेरै सम्झना छ केटा हो तिमीहरू कहाँ छौ पोस्ट गरेपछि यो भिडियोहरू हेर्नु हैन मस्त 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 ए फ्री फायरले बरु तिमीहरू के गरे हाँ ए एउटा यहाँ छ एउटा उ त्यहाँ छ अर्को त्यहाँ फेरि अर्कै गेम हो तो कालो बादल भइसक्यो तर पनि बाख्रा लग्न मानेन अब के गर्ने होइन अहिले पानी आएपछि यस्तो भिजाउँछ नि यसले यस्तो कालो बादल के यो साइडबाट पानी छेतिरह टक्क लाएर अहिले पानी पर्छ खतरा त्यसपछि भाग्छन् अहिले भिज्दै मजा हिँडेको अब नानीले बाख्रा ल्याउँदैछन् मोबाइल नै छैन के गर्ने यस्तै हो न तपाईँहरूले सब्सक्राइब नि गर्नुहुन्न त्यही भएर राम्रो मोबाइल नि आइरहेन क्या लिएर आए बाख्रा फाइनली छिटो छिटो लिएर जाने कस्तो बाडल गर्छ सुन्ने छ कि सुन्ने छैन अब खै त के हो देखिन्ला होइन ए चरा रहेछ उ त्यहाँ यसमा चरा रहेछ क्या उयो देखिरह्यो टक्क लाएर ख्वाक्क बाघ झै गरायो यार सुन है हो अरे उड्दै उड्दैन त यार हेरेको हेरै गर्छ के खाइरह फाइनली बाख्रा पुगिरहन अब छिटो छिटो जाम यार गाई झन् पनि भिजाउँछौ यस्तो कालो बादल म त टर्सिरह यार Now guys, तो ओ अम्मा कस्तो बोलिरह अरे बाघ जस्तो क्या मागसम यहाँ छ क्या यो देख्यौ यी भागो छिटो छिटो भागा पानी पानी योगेश भाग छिटो योगेश ए भाग्न ए भाग्न नराखेदे मागसम पानी आएको त्यही हुन्छ भाग बकरी हो भाग अरे 3x भइगयो त यार 3x जुन पनि
आफै आफै फाइनली अब घर पुग्न लागिसक्यौँ थोरै अलिकति छ अब यो बाख्रा पनि अब यस्तो दिमाग खराब यस्तो सुस्तरी हिँड्छन् यो बाख्रा आइजा टु हिँड फेरि डार्देम भ्लगमा ट्विन फेरि डार्देम भ्लगमा ट्विन फेरि डार्देम युट्युबमा हो युट्युबमा डर भिडियो क्या सब फाइनली गाइज घर पुग्यौँ अब अबुई बादल चम्क्यो देख्यो होला चम गर्छ चम गाइज मेरो बाख्रा गए 3टा मात्रै छन् ल हेर्गेस बाई बाई आजको ल आजको भ्लग यति नै आजको लागि बाई बाई